हजुर दर्शन अनि नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई म रेशम ओलीको तर्फबाट हृदयदेखि नै दर्शन नमस्ते भन्न चाहन्छु। साथीहरू यो चाहिँ हाम्रो सल्यान जाने बाटो हो। दाङदेखि सल्यान देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ यो बाटो छ तुलसीपुरबाट ताराखुट्टी अम्बास अनि चाहिँ नाउला होइन, त्यसै गरी मकनटाकुरी हुँदै हाम्रो चाहिँ सल्यान जाने बाटो हो। र यो एउटा बाटो पर्छ उता, यो देखिन्छ नि यो पहाडदेखि पल्लो साइडबाट फेरि अर्को बाटो जान्छ लोहाम हुँदै होइन, त्यता त्योतिरको सल्यान अलग पर्छ र यो हाम्रो दाङ सल्यानको सिमानाको बाटो पर्दछ होइन। देख्न सक्नुहुन्छ एकदमै रमाइलो। हामी वनपाखा पानी पँधेरो गर्ने जङ्गल पनि हो यो होइन। हाम्रोदेखि ठ्याक्क अलिकति माथि आएपछि चाहिँ यो बाटो देखिन्छ। म चाहिँ घर आएको बेला चाहिँ खिचेको हो यो होइन। यहाँदेखि चाहिँ हाम्रो घर नजिकै पर्छ। अलिकति यता आएर अनि तल झरेपछि 10 मिनटको बाटोमा चाहिँ हाम्रो घर पर्छ होइन। एकदमै देख्न सक्नुहुन्छ एकदम नेपालको होइन सुन्दर ठाउँ, कति राम्रो देखिएको छ। हिमाल पहाड तराईले बनेको हाम्रो देश नेपाल। वाउ, दामी राम्रो लाग्छ होइन। आफ्नो गाउँठाउँ एकदमै रमाइलो लाग्छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हामी वनपाखा गर्ने यो चाहिँ दाङ पर्छ है, दाङ जिल्ला पर्छ। यो डाँडादेखि यतातिर चाहिँ सल्यान अनि यता दाङ पर्छ होइन। यहाँ चाहिँ हामी वनपाखा गाई गोठाला गर्ने ठाउँ हो साथीहरू। देख्न सक्नुहुन्छ यतातिर यहाँ चाहिँ मन्दिर छ सायद होइन, मन्दिर होइन, यता चाहिँ दोकानहरू थियो यो बिचमा होइन। आज चाहिँ छैन। यो भन्दा करिब म चाहिँ सानै थिएँ, हामीहरू गोठाला जाने